हामी काठमाडौँमै सरकार र सत्ताको समीकरणको कार्यान्वयन त्यो कामै होइन चाहिँ म भन्दिनँ, त्यो पनि काम चाहिँ हो, तर त्यो कार्यान्वयन कुरा थियो, त्यो ट्याक्टिकल कुरा थियो। हामी स्ट्र्याटेजीलाई हामीले छोड्यौं या भुल्यौं या अवमूल्यन गर्यौं, विचारको महत्त्वलाई, निरन्तर स्कुलिङको आवश्यकतालाई, निरन्तर त्यसको विकास र परिमार्जनको प्रक्रियालाई हामीले छोड्यौं या अवमूल्यन गर्यौं अथवा ध्यान दिएनौं। दिनदिनैका सानातिना सुधारका कामहरू, सरकारको समीकरण बनाउने, प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका प्रदेशमा चाहिँ निर्वाचित हुने, यो कुरालाई हामीले रणनीति जस्तो बनाउन पुगियो। यही नै सबै हो जस्तो गरियो। मेरो विचारमा संश्लेषित रूपमा भन्नुपर्दा, कम्प्रिहेन्सिभ रूपमा भन्नु पर्यो भने गल्ती हाम्रो कम्युनिस्टहरूको त्यहीँनिर भयो भन्ने मलाई लागेको छ। हामीले विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरालाई ध्यान दिएनौं। हामी त्यता लाग्यौं, हाम्रा बैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरू भने रणनीतितिर लागेछन्। उनीहरू चाहिँ नेपालमा यी कम्युनिस्टहरू चाहिँ बडो यिनीहरू चाहिँ बढी भएका छन्, यिनलाई जसरी ठिक गर्नुपर्छ त्यसकारण उनीहरूले 20 वर्ष योजना बनाएछन्। रणनैतिक रूपले, वैचारिक रूपले, प्राविधिक रूपले यहाँका क्रान्तिकारी, यहाँका जनतालाई के गरी डिमोरलाइज गर्न सकिन्छ, के गरी भ्रमित गर्न सकिन्छ, के गरी निस्तेज पार्न सकिन्छ भन्ने कुराका ठुलठुला रणनीतिक योजना उनीहरूले बनाएछन्। हामीले अलिअलि त थाहा पाइन्थ्यो, बैरीहरू लागिरहेछन् भन्ने कुरा त थाहा पाइन्थ्यो, तर यही स्तरमा, यही रूपमा, यसरी नै एकै दिनमा नेपाललाई नै विध्वंस पार्ने गरी तयारीमा लागेको चाहिँ लाग्दैन थियो। भने पनि त्यो स्तरमा आउँदैनन् होला भने जस्तो भ्रम पालिएछ हामीले। मेरो विचारमा अरू थुप्रै गल्ती कमजोरी कहाँ भयो भन्ने भन्दा मूल कुरा र चुरो कुरा, हामीले नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही न केही विमुख हुन पुग्यौं। यही नै मुख्य कमजोरी भयो भन्ने मलाई लाग्छ। त्यसैको परिणाम उनीहरूले बाकायदा तयारी गरे। हाम्रा युवाहरूको दिमाग कसरी क्याप्चर गर्नुपर्छ भन्नेमा उनीहरूको यत्रो ध्यान केन्द्रित भएछ, हामीले त्यसमा ध्यान दिनै छोडेछौँ।